हेलो हेलो गाइज, के छ सबैजना सन्चै हुन्छ। सो पहिला चाहिँ हामी यो जलजलेमा चाहिँ घुम्नलाई मात्र आएको थियौँ। आज भने फेरि पौडी नै आएको होइन। तिनजना भएर दुईवटा साधनमा, एउटा चाहिँ मैले लिएर आएँ होइन, एउटा चाहिँ दाइले चलाउनु। त्यहाँ भैँसी बाख्रा पालन त्यही हो, अस्ति नै पनि देखाएको हजुरलाई याद छ होला। सो आज फेरि हामी जाँदैछौँ जलजले होइन। नयाँ मान्छे लिएर आयौँ क्या हामी अब जलजलेमा। झाडी भयो त दाइ, यहाँ त पहिला थिएन नि। सो टक्क यहाँ केराहरू पनि फलिरहेको हुन्छ खाने हो र। त्यहीँ हो, धेरै टाढा नै होइन, अब त्यहीँ हो। अब त त्यहीँ हो क्या, अब यति अलिकति अफरोड हिँड्ने अनि भन्नाले अलिकति झाडी हिँड्ने अनि पुग्यो। यस्तो पानी पानी हुन्छ पहिले त यस्तो थिएन नि हजुर। फुत्क्यो त्यो खै के भरे, यो त गएछ त यहाँ। छोडिदिनु अब जे होस् होस्। यो अलैँची होइन र के हो दाइ? अलैँची होइन यो हो कि अहिले यहाँ मैले यहाँ खोज्छु, अहिले यहाँ छ कि नै। अहिले यहाँ झोलावरी लिएर जाने हो, चियासँग खान मजा हुन्छ नि त। अनि टक्क अब त त्यहीँ हुँदा यस्तो अलैँची नै हो, अलैँची नै है। अलैँची के अलैँची थाहा होइन? हो त्यही। यहाँ त सुकेछ त, अस्ति नै आउँछ त पानी थियो। यो खोलै सुकेछ क्या त्यहाँको त। ए होला होला, यता त छ के अरे पानी। अब त त्यहीँ हो गाइज होइन। सो हामी त गन्तव्यमा पुग्नै आँटिसक्यो। चट्ट ब्यागमा साबुनहरू त्यो स्याम्पूहरू सब हालेर आएको छौँ क्या। यतै नुहाएर जाने यस्तो। अब यहाँ सिके भन्छन् यहाँ मनै छिटो छिटो पौडिम जस्तो भइसक्यो कि यहाँ गर्मीले गर्दा यार। ल फाइनली आयौँ होइन। अब यहाँ नेचुरल हो नि त, नेचुरल। सुकेछ क्या दाइ? उहाँ माथि हो कि ऊ त्यहाँ हो, यहाँनिर हो कि न अलि माथि। यहाँ नभयो अनि उता जम्ला नि त, उता रियल त्यहीँ उता हो अर्को त ठुलोवाला जलजला। यहाँ त अबुई पानी नै छैन त। त्यहाँ त पानी नै छैन त। अरे प्रभु यार, पानी किधर भेज दिया आज यार? पानी रहेछ यार। होइन ठुलै थियो कि अस्ति नै त यार। मलाई त ठिकै हुन्छ हो, त्यो बोल्दैन हो। अब त्यहाँनिर यहीँ आएर त्यो फेरि अघि त्यहाँबाट यहाँ आइज त्यो हो कि फेरि यहाँ आउँदा ठुलो खाल। हजुरले कतै न कतै त्यसको फोटो भिडियो देख्नुभएको छ कि टिकटक युट्युबतिर जानु के होइन। आजै त घुम्ने ल उहाँ चाहिँ अब फर्स्ट टाइम। खै
थाहा छैन रहेछ के अरे छ्या, फेरि माथि जानुपर्ने भयो त होइन। ल गाइस फाइनली मेन जल्दीले पुग्न आँट्यो है। अब पुगिसक्यो हामी चाहिँ उताको सुकेको रहेछ के हो यो पानीवाला त्यो अहिले हामीलाई नि त जति छ टाइम हामीसँग आयुर्वेदिक यही हो कि पानी आउला भन्ने त हुन त यही हो के अरे अहिले अलि के रहेछ अरे ए औँला सानो भएछ यार होइन बिहान आउनु यहाँ पहिला पसल थियो नि त यहाँ सानो थियो कि ए तिना फलाममा लैदिने हो क्या फाइनली दोस्रोचोटि जल्दले आयौँ है हामी चाहिँ दुईजना उहाँ चाहिँ पहिलोचोटि है यता पनि सानो रहेछ भने त सेट हुने हो नि त हेर्नु तल पुरा छाङ्गा होइन वा 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 आउनु न आउनु उता आत्तिसक्नु धेरै हिँड्नु पऱ्यो भनेर होइन यो पोखराको एउटा रियल ठाउँ हो नि यो यस्तो पसिना पसिना भएर के गर्ने गएर पानीमा होइन पौडी खेल्न त आउँदैन बट यसो हल्का फुल्का चाहिँ दिनु पर्यो नि होइन आइसकेपछि गाइस अब त्यहीँ माथि हो अब धेरै होइन त्यहीँ माथि ल गाइस फाइनली चाहिँ हामी आइपुग्यौँ होइन ओइ 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 ल जल्दीको खोला हेर्नु के माछा साछा मार्ने भने आउनु है गाईहरू यहाँ मिठो पाइन्छ माछाहरू पनि ल जम्प हानौ है ओ माइ गड ल दादा जम्प हान्नु त जम्प लाग्यो क्या हुन्छ हुन्छ यतिको कहिले त्यस्तो खासै मान्छेहरू पनि नरहेछ कि अब खाली खाली जस्तो रहेछ यस्तैमा मजा लाग्छ खासै आउँदा नि आउँदैन नि त सो यार मलाई त फिलिङै छुट्टै आइसक्नु लाग्यो नि त आउनु न झन् यस्तो पिस ठाउँमा लिएर आउँछौँ यार होइन कोही त्यहाँ मान्छे त रहेछ नि यार मलाई फेरि अब हौडी पनि जान्दिनँ ठिस लाग्छ कि ल गाइस हेर्दा हेर्दै हामी जल्दले पनि आइपुग्यौँ ल फाइनली जल्दले आयौँ क्या हामी जल्दलेको वाटरफल हेर्ने त यहाँ छ नि फेरि यात्रापछि पुरा हामी चाहिँ आइपुग्यौँ है छ के अरे छन त गालिसके फाइनली 1 घन्टा पछाडिको हामी चाहिँ यहाँ अब आयौँ होइन यता पनि असिना ओ भाइ मिठो मिठो झन् 2-3 दिन पानी पऱ्यो नि साथीहरू त्यसपछि यहाँ चाहिँ राम्रो भयो क्या झन् होइन ल जलजला वाटरफल है हेरौँ है हेरौँ जलजला वाटरफल सो यहाँ चाहिँ पहिल्यै 2-2जना नुहाएर बस्नु भएको रहेछ सो अब चाहिँ हामी जान्छ हेर्नु कस्तो पसिना भयो अब टक्क गएर टोकालिने चिसो चिसो फिल भयो कि घाम लागेन नि त कतै उता पारी पारी लाग टक्क माथि म त सक्दिनँ हौ यत्रोमा त यार गाइस होइन उहाँ पनि टक्क ए हाम्रो दादा त आउनु भएन त यार ल उहाँ चाहिँ गइसक्नु भयो होइन ओए सङ्गमदाइ त्यो जालीको पोका लिएर आउनु है जालीको त्यो रातो रातो
मथि पनि छ सो उहाँबाट चाहिँ आउँदै हुनुहुन्छ ल दादा सुरु दिउँ त डाइभ हानौ त लगाइ म पनि झर्छु ल अब चाहिँ फर्स्ट टाइम हो यहाँ चाहिँ ओ भाइ पुरा पानी परेर के त यो सेतो सेतो देख्नु आयो नि पुरै ल सुरु दिनु त या थैट तेरी यार म हान्दिनु ल ल ल चप्पल बगाउला ल चप्पल ओ दामी दामी ल गाइस हामी पनि जान्छौँ अरे अब ल ल ल आउनु छिटो ओए दामी दादा त एक्लै हुइकिनु भएको त ल गाइस है अब म पनि पौडिन्छु ल अब ल पुनम न यार होइन अब मलाई ठिक छ ल एउटा टक्क ल है एकछिन ल गाइस फाइनली नुहाएर नि सक्यो होइन हामीले मजा आयो यार यहीँ नुहाएर टक्क अब हिँड्दैछौँ कपडा सपडा लगाएर तल लेकतिरबाट हामी चाहिँ अब घर जान्छौँ है आउनु भेन्दा चिसो भएर साथीहरू यार मलाई त यार ल गाइस फाइनली नुहाएर नि अब सकेर चाहिँ हामी हिँड्यौँ है लाग्यो ल बाई बाई गाइस बाई बाई टेक केयर सबैलाई सो लाग्यो हामी त